हेलो एभ्रिवान साथीहरू, आज चाहिँ मैले नुडल स्पाइसी लिएर आएको छु। एकदमै खान मन पर्छ, प्लस खान पनि मन लाग्छ। हजुरहरूलाई चाहिँ कतिको खान मन लाग्छ, कतिको बनाउनुहुन्छ अनि कतिको खानुहुन्छ सेयर गर्नु होला है त। मैले सुरुमा चाहिँ नुडल ओपन गरेँ, त्यसपछि चाहिँ पकाएँ तातो पानीमा उमालेर हैन। अनि त्यसपछि मैले नुडलको पुरा खोलहरू पनि देखाइरहेको छु क्या। अनि यो चाहिँ नुडल बनाइसकेपछि हो, हरियो खुर्सानी पनि हालेको छु मैले। नुडलको खासै पिरो लागेन, सो द्याट एकदम धेरै पिरो खान मन थियो नि त। अनि मोलिरहेको छु कि नुडल निकालेपछि चाहिँ मैले यसरी मोलिरहेको छु सबै हैन। अनि यो चाहिँ नुडल खोलेपछि हो, नुडल खोलेर राखेको। यो चाहिँ नुडल देखाइरहेको छु मैले यस्तो भनेर हैन। त्यसपछि नुडल रेडी भएको थियो, त्यसपछि मैले मोलेँ हैन, सबै निकालेर मोलिसकेँ। अनि यो पकाएको पनि फेरि देखाउँदैछु दोहोरै जे होस्, सो द्याट अब चाहिँ रेडी हुन लाग्दैछ नुडल। पिरो स्पाइसी एकदमै मिठो थियो है। आजको चाहिँ मैले अन्डा नि फ्राई गरेर माथि हालेको थिएँ, एकदमै मिठो भएको थियो। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ स्पाइसी नुडल चाहिँ यसो सेयर गर्नु होला है त। स्पाइसी चिजहरू चाहिँ मलाई सबै नै मनपर्छ, त्यो मध्ये पनि यो एउटा स्पेसल हो। सो द्याट बनाएर यसो खाम कि भनेको कि दुईजना मिलेर खाइरहेको छौँ हामी चाहिँ। अब रेडी भइसकेपछि यसरी पुरा रेडी गरिरहेको छु। अब बिस्तारै खानी पनि हो है त। तपाईहरुको चाहिँ स्टाइल के कस्तो हुन्छ बनाउनको लागि यसो भन्नु होला, कमेन्टहरू पनि छोड्नु होला र यसरी पनि हजुरहरू ट्राई गर्नु होला है त गाइज। एकअर्कामा सेयर गर्दै अर्को भिडियोमा फेरि म चाहिँ आउँछु है साथीहरू। त्यही भएर बाई बाई गाइज। Wow.